नमस्कार, म नजिना भण्डारी। आजको प्रसङ्ग 28 वर्षपछि मेलम्चीको पानी भक्तपुरमा। प्रवक्ता सापकोटाले भने सूर्यविनायकका 35,000 घर धुरीमा। भक्तपुरको सूर्यविनायक नगरपालिकाले आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ। वडा नम्बर 6 स्थित पाण्डु बजार हाइटमा निर्माण गरिएको 80 लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण थालिएको हो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले 28 वर्षपछि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएको र सूर्यविनायक नगरपालिकाले योजना सुरु गरेको 2 वर्षमै वितरण सुरु गर्न सफल भएको बताए। मेलम्ची आयोजनाले अधिग्रहण गरेको जग्गामा परेको मुद्दाले ढिलाइ भएको पनि उनले उल्लेख गरे। नगर प्रमुख वासुदेव थापाका अनुसार पहिलो चरणमा वडा नम्बर 1 देखि 6 सम्म दैनिक 35 लाख लिटर पानी वितरण हुनेछ। वितरणको जिम्मा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई दिइनेछ र प्रति युनिट 10 रुपैयाँ दरले लाग्नेछ। 8 करोड रुपैयाँ लागतमा सुरु गरिएको योजनामा 60% बजेट नगरपालिका, 30% बागमती प्रदेश सरकार र बाँकी उपभोक्ताबाट जुटाइएको हो। नगर प्रमुख थापाले बाँकी 4 वडामा पनि 2 वर्षभित्र मेलम्चीको पानी विस्तार गर्ने लक्ष्य रहेको बताए। त्यसैगरी आजदेखि सुवर्णेश्वर, पाण्डु बजार, बालकोट, दक्षिण बाराही, घट्टे खोला लगायतका ट्याङ्कीमा पानी पठाइएको नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए। सो मेलम्चीको पानी करिब 35,000 घर धुरीसम्म पुर्याइने नगरपालिकाको लक्ष्य छ।